यसको झिलाई नमस्ते मजाको दिने खतरी के तालमा सञ्चारमा हुन्छ म सञ्चारमा छु आज चाहिँ हामी बस्न गइरहेको छौँ अहिलेलाई होइन अब आउने बेला खिच्न पाइएन बाटोमा म आजभोलि चाहिँ क्यामेरा जोडेको छैन अनि त्यही भएर म यहाँ आइपुगिहालेँ आइपुगेर भर्खरै अब भिडियो बनाउँदैछु होइन आज चाहिँ हामी यतिखेर बस्छौँ होला अहिले चाहिँ बस्न बस्छु ठुलो घर र मामाले यहाँ दुचिरहनु भएको छ होइन ल हेर्नुहोस् अगाडि हाम्रो सन्दीप ओली मल हालिरहेको छ पछि आएर सामाले पसिनामा दुचिरहनु भएको छ टक्क पारेर दुईवटा गरा दुईवटा किको होइन वहाँबाट त्यस्तो सुनाइरह दुचिरहनु भएको छ यो गरा सायद यो गरा अनि त्यो गरा जस्तो लाग्छ तिनवटा गरा हुन्छ तिन गरा दुइसकेपछि काम सकिन्छ सन्दीप ओलीको छोरो यो ओलीबड्डा हो जङ्गल के गरिरहेको छ यो रुखमा यो डोरी बाँधेर अनि उहाँ जोताइ भइरह होइन के छ त हजुरहरूकोतिर खेतीपाती होइन कस्तो चलिरहेको छ बर्खा पनि लागिसक्यो होइन बर्खा पनि लाग्न लागिसक्यो अब अहिले चाहिँ डेटको आज कति 17 भयो सायद 17 भयो होइन अब वैशाख के अरे जेठ यो 17 भयो असार अब असार आइहाल्यो होइन त्यति पछि मिलाइसक्यो यहाँ चाहिँ ब्याट लागिसक्नु भएको छ यहाँ अब त्यही मजाले यस्तो गरेर चाहिँ हामी चाहिँ जोतेर सक्यो अहिले चाहिँ कति बज्यो भनेपछि ट्याक्क लाएर 1:01 भयो होइन हाम्रो राइडर केटाहरू आउँछन् हामी जान्छौँ मामाघाट डोङपुर बदल काट्ने खाने बस्ने र मैले गर्ने आज यतातिर हुन्छ राइडरहरू हाफ प्यान्ट लगाएर हाफ प्यान्ट टोलीहरू आटा कता मातिर फेरि आटा पारेर अब निस्किन बस्ने हो होइन ट्राफिक नियम पालन गरौँ हामी चाहिँ यस्तै हो कसले गर्दैनु हामी चाहिँ यस्तै हो होइन हामी चाहिँ लाग्यौँ पालापनमा खेलेको अब धारा खोला हामी अस्ट्रेलियामा र म 2011 देखि खेलेको हो ठुलोमा होइन हामी त सेप्टेम्बरमा जन्मेको ठाउँ हामी हुर्केको ठाउँ हामी चाहिँ अहिले यहाँबाट तल जान्छौँ बजारको शिकार गर्न हाम्रा सिकाइहरू हाफ प्यान्ट ग्याङहरू हिँड्न अगाडि हाम्रो घर मेरो घर त्यही नै हो किन जान्छौँ हेरौँ कता छ बदल 20 किलोको छ अरे बजार काटिसक्यो मास चाहिँ कति पाइएन चिनी हो होइन राम्रोसँग पाकेको छैन अझै त्यही पनि खेलेको छ
लिची लिची हेर्नु लिची चोर रहेछ अहिले आई लिची चोर हो यो लिची चोर हामी चाहिँ अहिले बगानबाट हाम्रो घर हाम्रो लिची कस्ता भयो भनेर हामी चाहिँ आइपुग्यौँ अहिलेलाई होइन हाम्रो घर आइसकेको छु अब हेरौँ यहाँ कस्तो छ के छ हालत लिची चोरले त केरा जल रान्दिन् त अन्त पाकेको छैन साना छन् लिची साना रहेछन् अझै हेर्नको लागि आएको हामी कस्ता छन् के छन् भनेर अहिले त लिची टन्नै आएर छ त्यो चाहिँ खुसी लाग्यो यो चाहिँ यति देख्नु होला होइन लगाएको बार चाहिँ ट्याक्क भएको मजाको मकैबारी हाम्रो अझै पाकेको छैन रहेछ होइन पाकेको छैन अझै लिची टन्न रहेछ पाकेको रहेछ लिची भयो होइन यहाँ चाहिँ दुईवटा आँप फलेको छ अरू आँप चाहिँ यो फलेको छैन यो खेती परेको हाम्रो बारी पुरा जति यो देखिन्छ हरियो त्यहाँसम्म पुरा हाम्रो बारी हरियो देखिन्छ त्यति जति यो कुम्बा अनि हाल्नु लगाएको छ यो तुतिन पोल्दिन पखेराले यो चाहिँ हामी घाँस दाउरा बाख्रा चराउने गाई चराउने ठाउँ हो होइन हामी चाहिँ यहाँ आउँथ्यौँ यो डाँडो यहाँदेखि बन्द सुरु हुन्छ अनि यो चाहिँ हाम्रो टक्क मामाहरूको एउटा पुज्ने मन्दिर बन्दैछ यहाँ चाहिँ यो निर्माण हुँदैछ अझै पूर्ण रूपमा भइसकेको छैन यहाँ बरिपोहल होइन ट्रक पारेर यो चाहिँ हाम्रो गाउँ पुरा हामी चाहिँ ट्रक गराउन हान्दा छौँ होइन कस्तो छ अवस्था भनेर यो खानापिना हाले चाहिँ ओहो बियल यस्तो भएको छ अन्त यार फुट्दैछ त भएको छैन मकैबारी दर्याम हो हामी चाहिँ तलबाट जानुपर्छ हामी चाहिँ अहिले बाटो छ मकैबारी दर्याम यहाँतिर बाटो खुल्ला छ होइन यहाँदेखि उतातिर रिहार निस्किने बाटो खुल्ला छ यहाँदेखि त्यो बाटोदेखि कहाँ तल आउँछु माथि माथि कहाँ निकाल्ने हो ल ठिक छ आफूले चल्न आएको छ होइन यो चाहिँ मुलो आँप हो यो चाहिँ आएर चाहिँ मुलो आँप चाहिँ अरू मोमो ल्याइरहेको छ मोमो बाटो यस्तो छ फाइनल्ली हामी चाहिँ यताबाट गएको थियौँ यताबाट आइपुग्यौँ है यो बाटो चाहिँ हामीले अघि खाएको लिची हो अरे हामी चाहिँ यताबाट गएको थियौँ यताबाट आइपुग्यौँ हामी अहिले बाख्राकोला आइपुगेको छु मामाको काम पऱ्यो घर यहाँ चाहिँ खेती सुरु भइसकेको छ है
अघि म गएको मेरो घर त्यही हो।